अहिले चाहिँ ज्वरोबाट नि फ्रेस भयो ल यताको 10 मिटर चाहिँ किलेर हान्दै यार अब केटोले फाल्छ ड्याङ्की ड्याङ हेलो गाइज वेलकम टु माई न्यू ब्लग है हिजो लास्ट स्टेज गाह्रो भएको थियो र आज पनि भर्खर उठेको त्यो पनि दिमागको गिदी हल्लिराख है आज पनि काम गरिदिनु होला तल अफिस जानुपर्ने छ महिना मरिसक्यो र मैले साइड पनि गरेको छैन लक्ष्य पनि बुझाउनु पऱ्यो है त्योभन्दा अघिल्लो महिना साइन गरेको छैन कि साइन पनि गर्नु पऱ्यो बस बस के हो ओहो यार चुरोटको गन्ध सुन्नु नहुने है फाल्दो बडा हुँदो रहेछ अहिले त होइन होला है सन्चो छैन क्या प्याक छैन फाइनली गाइस हामी चाहिँ अब ड्युटी सुरु के सामान हो यो के सामान लिएर आएको हो यो ल ल ल जाउँ जाउँ लिएर आएको तल गएर मस्त यो भन्दा अघिल्लो महिना साइनै गरे भए मर्लुम के आज त नि सबको हातमा लक्षित मात्र देख्छु त म के हो आज 1 गते भएर हो कि सबको हातमा लक्षित मात्र छ त यार यताउता काम हेर्दै डिप्रेसनमा जाने जस्तो काम छ यार थेट पानी फेरि जस्तोको त्यस्तै भएर म चाहिँ तलबाट पनि फेरि आइसक्यो केटो चाहिँ तेल भरिदियो होला झन् चेपे 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 जस्तो भयो त यार लक्षित पनि टफी ल्याइदिएको नयाँ नयाँ लक्षित है अर्को इभी मेरो स्टार्ट त लगाइन्छ नि त दुइटै त्यो भएर यति ल्याइदिएको अब के गर्ने त पुरा हल्का चेपेर जस्तो गरेर अझै रिङ गरेर चलाएर जस्तो भन भइरह काम गर्ने हो नि नगर्ने तेल हालिसक्यो तेल अटै कति हाल्यो के हाल्यो फेरि मैला चल्ला छ हेर्नु एकछिन काम गरेर जस्तो गरौँ भएन भने फेरि आएर सुत्दिनु हो कति हाल्यो तेल 250 लिएर भयो नि अड्ने रहेछ यस्तै रहेछ त कस्तो हात गलेको अब त्यहाँ पानीको द होला धुम्ममा बस्नु हुनु सबैजना लक्षितमा चाहिँ मेरो लाउँछ त म 300 पुगेँ कि हो 300 चलेन ताती चाहिँ आउनु लाग्यो है फेरि ल पानी चाहिँ बल्ल तल फालेर पनि लेदो अलिअलि सोरेर अब उताको फर्म सोर्नु पर्ने छ म त चिया हुनु लाग्यो यार ज्वरो चाहिँ आएन ज्यान चाहिँ कमजोर भएको कि भएर अब आज तिमीले चलाउनु दिनभरि के हुन्छ अब अर्को मिसिन आउँछ कि अर्को मिसिन त लिएर आउनै पर्छ एउटाले मात्र त कसरी गर्नु ओहे ए भगवान्
कपाल चिया पारिदिएको अनि कपाल काट्नु जानुपर्ने मासतिर ठिक छ यत्तिकै के बसिरहने यार खाना खाएर सबजना ड्युटी गइसक्यो यो हल्का सन्चै जस्तो छ अलिअलि है त्यस्तो बिमार पनि छैन होइन अलिक बिमारी त्यस्तो आरामै गर्नु पाएन हिजो बिमारी भए पनि बिहानभरि काम गऱ्यो बेलुका नि काम गरेँ आज पनि खोइ काम गरेछ यार हिजो चाहिँ मलाई औडै भयो कि ज्वरोले के बस्नु मोबाइल हेरिहाल्छ निन्द्रा लाग्दैन यता अहिले ज्वरो त छैन होइन ज्वरो त हिजो चाहिँ थियो आज चाहिँ यो दिमाग खलबलिरहेछ आँखा पोलिरहेछ अनि ज्यान गलिरहेछ त्यही मात्र भातै खाएको छैन ए अलिअलि यति दुधु घाँस मात्र खाइरहेछ भने भात पनि के गरिरहेछ केटोहरू सानै हेर्छ केटाहरू अब म आफै जानु पर्यो यार त्यो केटीले के गर्छ ए पखै म आउँछु के हो आज हिलो सोधिदिनु पऱ्यो कि अरू बेला भाइ म आराम गरिदिन्थेँ कहाँबाट जानु त म यहाँबाट रहेछ त जान्छ अहिले त अलिक खासमा सुतेको गर्नुभन्दा पनि बाहिर बसेको चाहिँ अलिक फाइदा हुँदो रहेछ क्या अरे अलि ज्यान गल्नु छोड्दै आइसक्यो अहिले चाहिँ यस्तो हिलो छ अब कहिले ल्याउँदा सोरी भ्याउने मैले आइयो के गर्ने यार आराम गर्नु जस्तो पनि लाग्छ फेरि के आराम गर्नु त्यस्तो हिजोको जस्तो गाह्रो भएको छैन काम गर्नु फेरि केटोहरूको मात्र भरमा के छोड्नु ए भयो यतै लिएर यहीँ लिएर आउनुला होला अब के गर्नुला ल भयो ल ठिक छ ल दामी मैले आउँछु मामै ल खै मेरो छैन मेरो छँदै छैन म आउँछु ल एसी लगाएको हो अब एसी खानु हुँदैन नि म छ अरे ल अब लेदो सेदो पेदा हानिदिनु पऱ्यो खै लेदो त कहिले सोरी भ्याउने यिनीहरू प्लाई सार्नै नसकेर म आफै पो प्लाई सार्नलाई यता माथि आएको अहिले त अब रुगा पनि चला जस्तो गरिरहेको अहिले भर्खरदेखि के भएको हो ल 5:30 भयो है अब केटोले हान्छ केटोले ड्याङ्की बेलुका 7 बजीसम्म हान्नुपर्छ लेदो सेदो फाल्नुपर्छ मजाले है ओहो बाफ रे बाफ के हो हिँड्ने बाटै छैन त यार ल के हो यता त
खेत रोपाइ भयो ए यो त केही होइन अझ के हुन्छ हुन्छ ए लेदो पुरै भरे नि त्यही पनि अलिकति मात्र फाले लेदो भर्खर त है अहिले ज्वरोबाट नि फ्रेस भयो है आनन्द भयो अहिले चाहिँ ज्वरोबाट नि फ्रेस भयो है ल यताको 10 मिटर चाहिँ किलेर हान्दै यार अब केटोले फाल्छ ड्याङ्की ड्याङ थेत दिमाग खराब भइरहेको थियो अहिले चाहिँ हल्का ठिक भयो ल ठिक छ अब 10 मिटर चाहिँ त्यो पहिल्यै ढलान गरिसकेको ठाउँ थियो त्यो चाहिँ क्लियर भयो भनौँ के क्लियर हुनु यता कि बाँकी नै छ यो कि 1.5 मिटर डाउनमा हो कि चाहिँ भोलि सोध्नुपर्छ आज त हुँदैन भोलि एकैचोटि रेडी हुनुपर्छ कि त्योबाट अलिअलि राउन्ड 3टा 10 20 30 3टा फाउन्डेसन चाहिँ 3टा चाहिँ रेडी नै हुन्छ भोलि चाहिँ भोलि फेरि आउँदा पानीको द हो यहाँ ताल हो यहाँ पानी कत्रो पानी निस्किन्छ मूल के हो एक्सिएमजी त गर्छ त ठिक छ ल आजको ड्युटी पनि चिया भयो है जस्तो तस्तो भयो नि काम गरियो काम गर्दा चाहिँ बल्ल फ्रेस भयो है आनन्द भयो तै पनि दबाई एक सर्ट चाहिँ दबाई खान्छु है ल अनि यहाँ मोटर राख्दैछु कि 4 बजीदेखि मोटर चलायो भने पनि हल्की भयो भने घट्छ नि त पानी होइन भोलि आउँदा फेरि दबाई हुने हो है सबै अब यो तारलाई यतापट्टि पछाडिपट्टि लगेर अनि त्यहाँबाट जाने हो आज तनाव टेन्सन बनाइरहेछ कि केटोले अहिले देखाउँछ है तपाईँहरूले ल अहिले माथि गएर देखाउँछु ल तनाव बनाइदिएछ कि ड्याम डुम ठोकाइदिएर अहिले माथि गएर देखाउँछु ल थेत तनाव छ त्यो ढुङ्गामा ठोकाइदियो कि यो त्यो ढुङ्गा र तलको ढुङ्गामा ठोक्यो कि यस्तो किशोर्ने बेला यस्तो पऱ्यो बेलामा सिलिन्डरलाई त्यस्तो मार त परेको छैन होइन माथिल्लोलाई चाहिँ परेको कि तनाव बनाइदिरहेको ट्याक अहिले देखाउँछु भयो तार बकेटमा हाल्यो टेन्सन भयो मैले नजिक गर्दै होइन ल यत्रो सर्काइदिएछ त अनि कहाँ यत्रो कुचाइदिएछ लम्बैमा थत यहाँ ठोकाइदियो ल अहिले चाहिँ लेभलमा आयो ठ्याक्क लगाएर ल यता माथि यता पनि कसो त ल मिल्दैन हेर त नभए राइजर लाउनु पर्ने हो कि यताको त्यो रेन्जीले कस्नु मिलेन भने राइजर लगाएर गर्नुपर्छ राइजर यहाँ यसैको उयो त माथिल्लोपट्टि हो दुईपट्टि हुन्छ टेन्सन बनाइदिएर यार ल अब गाडी घोडाहरू त अझै आउने बाँकी छ यो पुरै प्याक हुन्छ यो सब प्याक हुन्छ यता नि गाडी छिर्छ है सब प्याक हुन्छ अब जतिखेर नि हिलोमा मात्र छिर्नु पनि यार मिसिनको त बिजोक झन् केटोले टेन्सन बनाइदिएर यार ल भिडियो नि आजलाई यति नै है मान्छे चाहिँ फ्रेस भयो म है अब खुसी लाग्यो बिमारी हुँदा त टेन्सन हुने कि
भात पनि नरुच्ने यार अझै पनि भात भोक पनि लागेको छैन यो अझै फ्रेस भएको छैन क्या राम्ररी बिमारी नै छु है अझै ल भिडियो नि यति नै रुगा मर्की लाग्दो जस्तो भइरहेको छ अझै है टाउको दुख्नु हल्का कम भयो अहिलेसम्म त दिउँसोसम्म त यसरी हेर्नु पनि नहुने कि यस्तो भइरहेको थियो ल गुड नाइट गाइज भोलि भेटौँला है भ्लग चाहिँ डेली नै आउँछ है अस्तिको भ्लग मैले एडिट गरेर हिजो हाल्नुपर्ने थियो नि त अनि हिजो बिमारी भएर हिजो हाल्नु पाएन र मैले हिजोको भ्लग पनि अस्तिको भ्लग आज हालिदिएको छु हिजोको भ्लग पनि आज हाल्नु बाँकी छ है अनि आजको भ्लग त भोलि आउने हो है त्यो त म हालि नै हाल्छु भ्लग चाहिँ डेलीकै छ तर कोही बेला नेटले दिँदैन कोही बेला त्यो बिमारी भएर यताउता त्यहाँ हिजो चाहिँ हाल्न नमिलायो होइन अस्तिको भ्लग तर अस्तिको भ्लग आज आइसक्यो अनि हिजोको भ्लग आउनु बाँकी छ एडिट गरेको छैन भ्लग चाहिँ छ है म त्यो गरेर आज अहिले बेलुका 9 बजीभित्रमा त्यो भ्लग हालिदिन्छु अनि आजको भ्लग पनि म रेडी गर्नुपर्ने छ आजको किनकि म फ्रेस छु नि त है हिजो त औरै गाह्रो भएको थियो त्यहाँ यो चाकको मिसिनको चाकको हालतखेरि यस्तो छ आज नि थेट ल नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला गुड नाइट गाइज भोलि भेटौँला है बाई के हो टाकटुक भयो रेडी भयो टेन्सन बनाइदियो यार अलिक नेम कडा हान्नु पर्ला जस्तो केटोलाई त्यहाँको साटो मेरो यहाँ ठोक्यो भए कस्तो बिजोग हुन्थ्यो यार कस्तो माया लाग्छ यार